नाम सन्तबहादुर घरती मगर। यो कटर व्यवसाय गर्न लाग्नु भएको कति भयो? यो 2-3 वर्ष भयो सर। 3 वर्ष जति। यो बिरुवा कहाँबाट ल्याउनु? बिरुवा चाहिँ यहाँ पहिलेदेखि आम्बाहरूले खाएर कतैबाट खाएर यहाँ लगाउनु भएको रहेछ। त्यसमा चाहिँ अलिक धेरै थोरै भनेपछि असम फल्यो। त्यो फलको माथि फेरि त्यो फेरि आइसाल रोप्ने त्यो तरिकाले चाहिँ बढ्दै गरेको थियो। यो वर्ष कति आम्दानी भयो? कति यो वर्षमा लगभग यतिखेर त खासै भएको छैन, भर पाक्न चालु भएको लगभग 9-10 हजार भएको कि यतिखेरसम्म। अब चाहिँ कति हुन्छ पोहोर चाहिँ लगभग 15, 17, 18 हजार भएको थियो। धेरै छैन कि भर चालु गर्दैछु। अनि उतापट्टि लगभग 2 रुपियाँ 1.5 रुपियाँ जस्तो असम लगाएको छु। अनि त्यसपछि चाहिँ कस्तो हुन्छ त्यो हेरौँ। यस कटर लगाइसकेपछि खास यसलाई के गर्नुपर्ने रहेछ? यसलाई गोडमेल केही गर्नु पर्दैन सर। लगाइदिएपछि यसलाई पानी सानी खासै आकाशबाट आए हुन्छ हैन। अनि फेरि अलिकति गोडमेल यो झाडीहरू छ नि, यो झाडीहरू चाहिँ मैले फल भएको सालमा त्यति गरेको छैन। अनि फल भ्याइसकेपछि बल्ल यसलाई गोडमेल गर्ने चाहिँ झाडीहरू फाँड्दिने निकाल्दिने, त्यही हो गोडमेल। अनि यो बजार व्यवस्थापन वा यो फल चाहिँ यहीँ आएर स्थानीयले किन्नुहुन्छ कि वा कहीँ बजार व्यवस्थापन कतै लैजानुहुन्छ तपाईँले बेच्न? बजार व्यवस्थापन भन्नाले कुनै यसो पाहुना आउँछन्, कुनै यसो लैदिउँ भन्ने हुन्छ। अलि धेरै छ भने म यसो गाडीमा बाइकमा लिएर यसो गाउँमा यसो ल खानुहोस् हजुर, मेरो चाहिँ लोकल भुइँकटा रोक, यताउता दबाई सबाई केही गरेको छैन भन्ने हिसाब चाहिँ म बिक्री गर्छु। भनेपछि भुइँकटारमा सुरुवात गर्नुभएको छ, जस राम्रै हुन्छ? राम्रै छ। अनि यसको लागि त जस्तै 2 रोपनी यहाँ लगाउँदैछु भन्नुभयो, यहाँ पनि लगाइराख्नु भएको छ। हजुर। अनि के छ पालिकातिर केही आम्दानी वा के छैन? त्यसमा चाहिँ के छ, रहेछ हुनिरहेछ। अनि चाहिँ आफूले खानालाई पनि स्वास्थ्यको लागि राम्रो रहेछ भन्ने चाहिँ मैले जानकारी पाएको हिसाब चाहिँ यसमा चाहिँ खासै दुःख रहन्छ भन्ने कुरो हो। हुन्छ, धन्यवाद। ल सर।